हेलो एभ्रिवान। आफ्नो महिला पार्टनरलाई फुल सेटिस्फाई गराएर उनीसँग सुमधुर सम्बन्ध बनाउन चाहनुहुन्छ भने यो मेरो भिडियो हेर्नुस् र यो मैले अपनाएको टेक्निक अप्लाई गर्नुहोस्। सबभन्दा पहिले त महिलाको बोडीमा कतिवटा सेक्सुअल पोइन्ट हुन्छ भन्ने बारेमा हामीले बुझ्नुपर्छ। ती हुन् ब्रेस्ट निप्पल, यसलाई बिस्तारै चलाउनु भयो भने, जिब्रोले चलाउनु भयो भने अथवा हातले राम्रोसँग बिस्तारै चलाउनु भयो भने, जेन्टली रूपमा चलाउनु भयो भने उनी ओर्गाजममा पुग्छन्। र दोस्रो, योनिको माथिपट्टि रहेको मोटरको दाना जस्तो क्लिटोरिस भन्छ, त्यसलाई पनि जिब्रोले अथवा हातले राम्रोसँग चलाउनु भयो भने पनि उनी ओर्गाजममा पुग्छन्। र त्योभन्दा पनि एकदम पावरफुल ओर्गाजममा पुग्ने अथवा चरम आनन्दमा पुगेर डिस्चार्ज हुने अथवा फुल सेटिस्फाई हुने ठाउँ योनिको 2 इन्च भित्र माथिपट्टि जी स्पट नामको एउटा एरिया हुन्छ। त्यसलाई चाहिँ दुईवटा नेकल यति भित्रपट्टि अनि यसरी चलाउने, यसरी कम्तीमा पनि 10-20 पटक यसरी चलाउने। उनले कस्तो फिल गर्छ। त्यसपछि लास्टमा दोस्रोमा फेरि ट्यापिङ गर्ने 10-12-15 चोटि कति गर्न सकिन्छ। त्यसपछि लास्टमा चाहिँ हामीले भाइब्रेट गर्नुपर्छ। फेरि त्यही ठाउँमा चाहिँ हामीले एकदमै छिटोसँग ट्यापिङ गरेपछि उनी स्क्वाटिङ हुन्छन्। स्क्वाटिङ भनेको उनी डिस्चार्ज हुनु हो। जस्तो हामी डिस्चार्ज भएर हामी एकछिन रिल्याक्समा जान्छ, त्यस्तै जस्तो उनी पनि फुल सेटिस्फाई भएर उनीहरू हाई क्लाइम्याक्समा गएर उनी जिरोमा झर्नेछन्। त्यसपछि उनी यति खुसी मिल्छ कि अब त्यो गरिसकेपछि मात्रै थाहा हुन्छ। हस् त, धन्यवाद। म अर्को भिडियो पनि बनाउने छु, अझै जानकारी दिन्छु। सबैले यो टेक्निकलाई अपनाउनु होला। मैले आफ्नो टेक्निक अपनाएर म आफ्नो जीवनमा मेरो महिला पार्टनरसँग एकदम सुमधुर सम्बन्ध बनेको छ।